नमस्कार साथीहरू, आजको यस विशेष अडियो क्लासमा तपाईहरू सबैलाई स्वागत छ। यो क्लास विशेष गरी त्रिभुवन युनिभर्सिटी ब्याचलर फर्स्ट इयरको पोलिटिकल साइन्सको पाठ्यक्रममा आधारित भएर तयार पारिएको हो। परीक्षाको दृष्टिकोणबाट न्यायपालिकाको अवधारणा र विशेष गरी यसको स्वतन्त्रताको महत्त्व सम्बन्धी प्रश्न अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। त्यसैले तपाईहरूले यो अडियोलाई एकदमै ध्यान दिएर सुन्नुहोस्, मुख्य बुदाहरू कापीमा नोट गर्नुहोस् र परीक्षामा आफ्नै मौलिकता र भाषा युज गरेर उत्तर लेख्ने तयारी गर्नुहोला। ल त साथीहरू, सुरु गरौँ आजको क्लास। 1. न्यायपालिकाको अवधारणा, कन्सेप्ट अफ जुडिसियरी। सरकारका तीनवटै मुख्य अङ्गहरूमध्ये न्यायपालिका तेस्रो तर सबैभन्दा संवेदनशील र आस्थाको केन्द्र मानिने अङ्ग हो। व्यवस्थापिकाले कानुन बनाउँछ, कार्यपालिकाले त्यसलाई लागू गर्छ र त्यो लागू गरिएको कानुन अनुसार कसैले गल्ती गरेमा वा विवाद भएमा त्यसको निष्पक्ष छानबिन गरी न्याय दिने काम न्यायपालिका अर्थात् अदालतले गर्दछ। सरल शब्दमा भन्नुपर्दा संविधान र कानुनको व्याख्या गर्ने, नागरिकहरूका हक अधिकारको संरक्षण गर्ने र समाजमा इन्साफ वा न्यायको स्थापना गर्ने सर्वोच्च न्यायिक निकाय नै न्यायपालिका हो। यसलाई अङ्ग्रेजीमा जुडिसियरी वा कोर्ट सिस्टम भनिन्छ। लोकतन्त्रमा न्यायपालिकालाई संविधानको रक्षक, गार्डियन अफ द कन्स्टिट्युसन र नागरिक अधिकारको पहरेदार, वाचडग अफ लिबर्टी भनिन्छ। 2. न्यायपालिकाको स्वतन्त्रता भनेको के हो? इन्डिपेन्डेन्स अफ जुडिसियरी। न्यायपालिकाको स्वतन्त्रता भन्नाले अदालतले न्याय सम्पादन गर्दा वा कुनै पनि मुद्दाको फैसला गर्दा सरकारका अन्य दुई अङ्गहरू, कार्यपालिका र व्यवस्थापिकाको दबाव, प्रभाव, डर, त्रास वा राजनीतिक हस्तक्षेपबाट मुक्त भएर निर्णय गर्न पाउने अवस्था हो। यदि न्यायमूर्ति अर्थात् न्यायाधीशहरूले नेता वा मन्त्रीको डरले वा आफ्नो जागिर जाने लोभले फैसला गर्न थाले भने देशमा अन्याय र अराजकता फैलिन्छ। त्यसैले न्यायपालिकालाई पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र तटस्थ राख्नु नै न्यायपालिकाको स्वतन्त्रता हो। 3. न्यायपालिकाको स्वतन्त्रताको महत्त्व, इम्पोर्टेन्स अफ इट्स इन्डिपेन्डेन्स। परीक्षामा यो खण्डलाई विशेष जोड दिएर लेख्नुपर्छ। न्यायपालिका स्वतन्त्र हुनुका मुख्य कारण र यसका महत्त्वहरू निम्नलिखित छन्। क. नागरिक अधिकार र स्वतन्त्रताको रक्षा, प्रोटेक्सन अफ सिभिल राइट्स। हामी नागरिकहरूलाई संविधानले विभिन्न मौलिक हक र स्वतन्त्रता दिएको हुन्छ। यदि सरकार वा कुनै शक्तिशाली व्यक्तिले हाम्रो त्यो अधिकार खोज्न खोज्यो भने हामी अदालत जान्छौँ। अदालत स्वतन्त्र छ भने मात्र उसले सरकारको विरुद्धमा पनि नागरिकको पक्षमा निष्पक्ष फैसला गरेर हाम्रो अधिकारको रक्षा गर्न सक्छ। ख. संविधानको संरक्षण, प्रोटेक्सन अफ द कन्स्टिट्युसन। संविधान देशको मूल कानुन हो। कतिपय अवस्थामा संसदले संविधानसँग बाँझिने खालका गलत कानुनहरू बनाउन सक्छ वा कार्यपालिकाले असंवैधानिक निर्णय गर्न सक्छ। यस्तो बेला स्वतन्त्र न्यायपालिकाले न्यायिक पुनरावलोकन, जुडिसियल रिभ्यूको अधिकार प्रयोग गरी त्यस्ता असंवैधानिक कानुन वा निर्णयलाई बदर गरेर संविधानको रक्षा गर्दछ। ग. कानुनको शासन कायम गर्न, रुल अफ ल। कानुनको शासनको अर्थ हुन्छ कानुनभन्दा माथि कोही पनि छैन, राजादेखि रङ्कसम्म सबै कानुनको नजरमा समान छन्। देशमा कानुनको यो सर्वोच्चता कायम राख्न न्यायपालिका स्वतन्त्र हुन जरुरी छ, जसले गर्दा अपराधी चाहे जतिसुकै शक्तिशाली पदमा भए पनि उसले सजाय पाओस्। ग. शक्तिको दुरुपयोग रोक्न, प्रिभेन्सन अफ अब्युज अफ पावर। हामीले यसअघि शक्तिको पृथकीकरणको सिद्धान्तमा पढेका थियौँ। कार्यपालिका र व्यवस्थापिकाले आफ्नो शक्तिको दुरुपयोग नगरून् र आफ्नो सीमाभित्र बसुन् भन्नका लागि उनीहरूमाथि कानुनी अङ्कुश लगाउने काम स्वतन्त्र अदालतले मात्र गर्न सक्छ। निष्पक्ष र न्यायपूर्ण समाजको निर्माण, इम्पार्सियल जस्टिस। समाजमा धनी र गरिब, शक्तिशाली र कमजोर वर्गबीच सधैँ विवाद भइरहन्छ। कमजोर वर्गले पनि अदालतबाट न्याय पाउँछ भन्ने विश्वास जगाउन न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनै पर्छ। 4. निष्कर्ष। निष्कर्षमा भन्नुपर्दा न्यायपालिका लोकतन्त्रको त्यो बलियो खम्बा हो जसको निष्पक्षतामा सम्पूर्ण शासन व्यवस्थाको सफलता टिकेको हुन्छ। यदि न्यायपालिका नै पराधीन वा भ्रष्ट भयो भने लोकतन्त्र केवल नाममा मात्र सीमित हुन्छ। त्यसैले राज्यमा शान्ति, सुशासन र नागरिक सर्वोच्चता कायम राख्न न्यायपालिकाको स्वतन्त्रता अपरिहार्य शर्त हो।